धन्यवाद साथीहरू। हाम्रो पार्टी सभापति रवि लामिछानेलाई जसरी राज्य संयन्त्रले मानवाधिकार हनन हुने गरी धरपकड गर्न खोज्यो र सामान्य एउटा ड्यू प्रोसेस पनि पुरा नगरिकन 2 रात बढी सुत्छन् कि भन्ने हिसाबमा जुन एउटा चाहिँ राज्य संयन्त्र रातारात लागेर चाहिँ उहाँको सामान्य चाहिँ जीवनमा ठुलै चाहिँ एउटा हलचल लिएर आउने हिसाबको गर्न सकिन्छ कि भन्ने हिसाबमा राज्य संयन्त्र उठ्यो। त्यसको पहिलो त हामी घोर भर्त्सना गर्दछौँ। राज्य संयन्त्रले गरेको यो कदम चाहिँ अर्को नागरिकलाई कहिल्यै नहोस्, हामी त्यो कामना गर्दछौँ र देशमा मानवाधिकारको पूर्ण प्रत्याभूति हुन सकोस्। यही विषयमा हामीले हाम्रो सभापति रवि लामिछाने विरुद्ध मानवाधिकारको हननको यो क्रमलाई चाहिँ राष्ट्रिय मानवाधिकार आयोगबाट छानबिन भई आवश्यक कारबाही होस् भन्ने हिसाबमा हामीले राष्ट्रिय मानवाधिकार आयोगमा आज एउटा निवेदन पेश गरेका छौँ। पार्टीको तर्फबाट आज पार्टीको तर्फबाट हामी प्रमुख सचेतक, सांसदज्यूहरू, केन्द्रीय सदस्य, प्रदेश सभापतिज्यूहरू लगायत साथीहरू आज हामी यहाँ आएर चाहिँ यो निवेदन पेश गरेका छौँ र त्यो सन्दर्भमा हामीले राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्षज्यूलाई भेटेर यो निवेदन दिएका छौँ र राष्ट्रिय मानवाधिकार आयोगको अध्यक्षज्यूबाट यो मानवाधिकार हननको घटनामा राष्ट्रिय मानवाधिकार आयोगले छानबिन गर्छ र आवश्यक काम कारबाही अगाडि बढाउँछ भन्ने प्रतिबद्धता दिनुभएको बेहोरा म जानकारी गराउन चाहन्छु। तपाईहरुलाई चाहिँ के अपेक्षा छ? अब यो निवेदनमा पहिला यहाँहरूलाई चाहिँ हामीले पेश गरेको पार्टीको तर्फबाट श्रीमान अध्यक्षज्यू, राष्ट्रिय मानवाधिकार आयोग पुलचोक ललितपुर, मानवाधिकारको गम्भीर उल्लङ्घन भएको हुँदा पीडितको जीव ज्यान र मानवाधिकारको रक्षार्थ आवश्यक सहयोग समेत गरी न्यायोचित काम कारबाही गरिपाऊँ भनेर निवेदन पेश गरिएको छ। महोदय, उपरोक्त विषयमा हाल रूपन्देही कारागारमा चुनावमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई 2081 चैत्र 22 गते राति नेपालको संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने स्वतन्त्रता, न्याय सम्बन्धी यातना विरुद्धको संवैधानिक हक समेतका विरुद्ध हुलहुज्जत र दलबल सहित गैर कानूनी रूपमा वैयक्तिक गोपनीयताको निर्लज्ज रूपमा चिरहरण गरी निजी निवास प्रवेश गरी शयन कक्षमै पुगी अनावश्यक बल प्रयोग गरी अभद्र व्यवहार र धरपकड गरी प्रचलित कानून तथा न्यायिक प्रक्रिया समेत अवलम्बन नगरी गैर कानूनी रूपमा पक्राउ गरिएको र उक्त कार्यले उहाँको मानवाधिकारको गम्भीर उल्लङ्घन भएको तथ्य जानकारी गराउँदै नेपालको संविधानले राष्ट्रिय मानवाधिकार आयोगलाई प्रत्यायोजन गरेको संवैधानिक अधिकारको प्रयोग गरी उक्त घटनाको विस्तृत अध्ययन, अनुसन्धान र छानबिन गरी दोषीलाई आवश्यक कारबाहीका लागि अनुरोध गर्दछौँ भनेर पेश गरिएको छ। र यसमा विशेष गरी चाहिँ हामीलाई पार्टीलाई प्राप्त जानकारी अनुसार त्यो साँझ करिब 7:27 जाँदा जारी भएको उच्च अदालतको आदेश लगभग 8 बजे सार्वजनिक भएको थियो। तर उक्त आदेशको अदालतबाट प्रमाणित भई जारी हुन नपाउँदै राति नै सरकार र सुरक्षा निकायले कानूनको उचित प्रक्रिया ड्यू प्रोसेस अफ ल समेत ख्याल नगरी सभापति लामिछाने विरुद्ध अस्वाभाविक, अशोभनीय र गैर कानूनी हरकत गरे। राति उहाँको निवास घेर्न ठूलो संख्यामा हात हतियार सहितका प्रहरी परिचालन गरियो। बिना अनुमति सुरक्षाकर्मी घर कम्पाउन्डभित्र प्रवेश गरे। बिना कुनै कागजात वा कानून अनुसार जारी गर्नुपर्ने पक्राउ पूर्जी बेगर पुगेका प्रहरीले असामान्य व्यवहार गरी अभद्र शैली समेत अपनाउँदा संविधान तथा कानून प्रदत्त मानवाधिकारको गम्भीर उल्लङ्घन भएको छ। उक्त दिनको घटनाको संक्षिप्त विवरण यस प्रकार छ। उच्च अदालतको आदेश नआउँदै साँझको करिब 8 बजे उहाँको निवास प्रवेश गर्ने ठाउँमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको। साँझको करिब 8:15 बजेतिर हात हतियार सहितका प्रहरीले उहाँको घर अघोषित रूपमा सिल गरिएको छ। सोही समयमा सादा पोसाकका प्रहरीको अर्को समूह उहाँको घरको मूल ढोका बिना अनुमति नै आफै खोलेर जबरजस्ती भित्र प्रवेश गरेका साँझको समय भएकोले उहाँ परिवारसहित शयन कक्षमा हुनुहुन्थ्यो। त्यति बेलासम्म उच्च अदालतको आदेशबारे मिडियामा समाचार आइसकेकाले उहाँले अदालतको आदेशको सम्मान गर्दै आफै गिरफ्तारी दिने सार्वजनिक घोषणा गरिसक्नु भएको थियो। तर प्रहरी टोलीको
प्रहरी टोली घरको बैठक कोठा वा प्रतीक्षा कक्षमा नगई त्यहाँ बस्न आग्रह गर्दा समेत अटेर गरी सिधै माथिल्लो तलामा भएको शयन कक्षमै पुगेर धरपकड गर्न खोजिएको र बल प्रयोग गरिएको प्रहरीसँग उच्च अदालतको प्रमाणित आदेश वा सो आदेश कार्यान्वयनको लागि प्रक्रिया पुगेको कुनै कागजात थिएन। घर कम्पाउन्ड प्रवेश गर्ने सर्च वारेन्ट वा पक्राउ गर्ने सामान्य पुर्जी पनि प्रहरीसँग थिएन। प्रहरीको व्यवहार र बोली असामान्य अस्वाभाविक मात्र होइन, आपत्तिजनक नै थियो। प्रहरीले गलत रवैया र हरकत बीच नै सभापति रवि लामिछानेलाई नियन्त्रणमा लियो। उच्च अदालतको आदेश जिल्ला अदालत रूपन्देही लगायत कार्यालय बन्द भइसकेपछि राति आएको थियो। उक्त आदेश जिल्ला अदालत पुग्न र जिल्ला अदालतले सभापति रवि लामिछानेलाई पक्राउ गर्ने प्रक्रिया सुरु गर्न कार्यालय खुल्ने दिन समय चैत्र 25 गते बिहान 10 बजेसम्म पर्खिनुपर्ने थियो। तर प्रहरीले जिल्ला अदालतले पूरा गर्नुपर्ने प्रक्रिया समेत ख्याल गरेन। सभापति लामिछानेलाई आफै अग्रसर भएर पक्राउ गर्यो। प्रहरीलाई पक्राउ पूर्ति लगायतका कागजातबारे सोद्धा त्यो जरुरी छैन, अन्तिम इच्छा के छ भन्ने जवाफ दिइयो। अन्त्यमा प्रहरीले अधिकारको दुरुपयोग गरी काठमाडौँ अपराध अनुसन्धान कार्यालयको नाममा भोलिपल्ट अर्थात् चैत्र 23 गतेको मितिको नयाँ अपराध अनुसन्धानका लागि जस्तो गरी पक्राउ पुँजी जारी गरेको पत्र दियो र चैत्र 22 गते साँझ नै पक्राउ गर्यो। पुर्जीमा उच्च अदालतको अनुमतिले अनुसन्धानका लागि पक्राउ गरिएको उल्लेख छ। त्यस लगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँले उच्च अदालत तुलसीपुर बुटवल इजलासको फैसला कार्यान्वयन आदेश अनुसार प्रहरी हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने भएकोले भन्दै पुनः पुर्जी दियो। यो पुर्जी अनुसार उच्च अदालतको आदेशले जिल्ला अदालत रूपन्देहीको पक्राउ पुर्जी अनुसार नभई फैसला कार्यान्वयन आदेश अनुसार अनुसन्धान गर्न आजैदेखि थुनामा राखी अनुसन्धान गर्न भन्दै थुनुवा पुर्जी दिएको थियो। त्यसै गरी चैत्र 23 गते जिल्ला प्रहरी कार्यालयले दिएको थुनुवा पुर्जी उच्च अदालत तुलसीपुर बुटवल इजलासमा पेश गर्न थुनामा राख्न परेकोले भन्दै थुनुवा पुर्जी दिएको छ। सभापति लामिछानेलाई दिएको पक्राउ पुर्जी र थुनुवा पुर्जीले चैत्र 22 गते भएको उच्च अदालतको आदेशको प्रक्रिया अनुसार जिल्ला अदालत रूपन्देहीबाट कारबाही अगाडि बढाइएको तथ्य बताउँदैन। 2081 चैत्र 25 गते जिल्ला अदालत रूपन्देहीबाट जारी भएको थुनुवा पुर्जीले मात्र जिल्ला अदालतमा चलिरहेको मुद्दाको पूर्वपक्षका लागि थुनामा पठाएको कुरा उल्लेख गरेको छ। यो पुर्जीले यसअघि प्रहरीबाट जारी भएका 3वटा पक्राउ पुर्जी र तिनीहरूको कानुनी हैसियतलाई मान्यता दिँदैन। अत प्रहरीले 22 गते राति उहाँको निवासमा गरेको अनाधिकृत प्रवेश, शयन कक्षसम्मको बलात्कृत्य, धरपकड र प्रयोजनहीन पक्राउ तथा चैत्र 22 गते साँझ 8:30 बजेदेखि 25 गते बिहान 10 बजेसम्म उहाँलाई थुनामा राख्ने, अड्डासार गर्ने लगायतका कार्य गैर कानुनी सिद्ध भएका छन्। 4. माथि उल्लेखित घटना अनुसार विवरण अनुसार न्यायिक निकायबाट जारी सर्च वारेन्ट बिना घर कम्पाउन्डमा प्रवेश गर्ने, बिना अनुमति घरभित्र प्रवेश गर्ने र बलजफ्ती शयन कक्षमा प्रवेश गर्ने कार्यले नेपालको संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने स्वतन्त्रता, न्याय सम्बन्धी र यातना विरुद्धको संवैधानिक हक र वैयक्तिक गोपनीयताको अधिकारको उल्लङ्घन भएको ठहर्छ। नेपालको संविधानले प्रत्येक व्यक्तिलाई आफू पक्राउ परेको जानकारी प्राप्त गर्ने अधिकार प्रदान गरेको छ। यो अधिकारको कोही कसैले र कुनै पनि अवस्थामा उल्लङ्घन गर्न सक्दैन। तर प्रहरीले पक्राउ गर्न जाँदाखेरि किन पक्राउ गर्न खोजिएको हो त्यसको विवरण खुल्ने पक्राउ पुर्जी सभापति रवि लामिछानेलाई दिएको थिएन। उच्च अदालतको आदेशको हवाला दिए पनि प्रहरीसँग त्यस आदेशको निस्सा वा सोको विवरण उल्लेख भएको जिल्ला अदालतको कुनै कागजात प्रहरीसँग थिएन। दिएका पक्राउ पुर्जी वा थुनुवा पुर्जी कसुर र नयाँ र आकस्मिक अनुसन्धान गर्नु परेको झल्किने बेहोरा उल्लेख थियो। अत कुनै नयाँ मुद्दा वा उजुरी नपरेको अवस्थामा यसरी अनुसन्धानका नाममा पक्राउ गरी 4 दिनसम्म थुनामा राख्ने सभापतिको न्यायिक स्वतन्त्रताको हक, निवारक नजरबन्द विरुद्धको हक र सम्मानपूर्वक बाँच्न पाउने हकको गम्भीर उल्लङ्घन भएको छ। उच्च अदालतको आदेश कार्यान्वयन गर्ने जिम्मेवारी जिल्ला अदालतको हो। जिल्ला अदालत रूपन्देहीले प्रक्रिया अगाडि बढाउनु पूर्व नै प्रहरीले जिल्ला अदालतको क्षेत्राधिकार र काम कारबाहीमा हस्तक्षेप गरी उच्चको आदेश कार्यान्वयन गरेको जस्तो गरी स्वतन्त्र नागरिकको अधिकारमाथि अनुचित हस्तक्षेप गर्नाले कानुनको उचित प्रक्रियाको उल्लङ्घन र सभापति लामिछानेको स्वच्छ सुनवाईको अधिकारको गम्भीर हनन भएको पार्टीको ठहर छ। अत
2081 चैत्र 22 गते उच्च अदालत तुलसीपुर अस्थायी इजलास बुटौलबाट भएको आदेश कार्यान्वयनका लागि भने आदेश कार्यान्वयनको न्यूनतम विधि र प्रक्रियाको अवलम्बन नगरी संवैधानिक हक समेतका विरुद्ध भूल हुज्जत र दलबल सहित गैरकानूनी रूपमा वैयक्तिक गोपनीयताको निर्लज्ज रूपमा चिरहरण गरी निवास प्रवेश गरी शयन कक्षमै पुगी आततायी रूपमा पक्राउ गर्ने क्रममा प्रहरीले सभापति लामिछानेको गम्भीर र आपत्तिजनक रूपमा मानव अधिकार हनन गरेको छ। असंवैधानिक र गैरकानूनी रूपमा अभद्र तरिकाले प्रस्तुत हुनु, सामान्यतः मृत्युदण्ड दिन फाँसी चढाइने व्यक्तिलाई अन्तिम अवस्थामा जल्लादले सोध्ने जस्ता भाषा अन्तिम इच्छा के छ भन्दै सोध्ने जस्तो कार्यले सभापति लामिछानेको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको मात्र उल्लङ्घन भएको छैन, उहाँको जीव ज्यान समेत असुरक्षित भएको तर्फ संकेत गरेको छ। यसरी उहाँको मानवीय सम्मान र आत्मसम्मानमा चोट पुगेको र उहाँको जीव ज्यानको समेत असुरक्षाको स्थिति उत्पन्न भएकोले जीव ज्यान सहित मानव अधिकारको रक्षाको लागि नेपालको संविधानको धारा 249, 1, 2 र 3 को प्रयोग गरी आवश्यक अनुसन्धान समेत गराई न्यायोचित काम कारवाही गरिदिनु हुन सादर निवेदन पेश गर्दछौं। पार्टीको तर्फबाट पेश गरेको निवेदनमा उल्लेख भएको बेहोरा मैले पढेर सुनाए र त्यो दिन जे भएको थियो त्यो हुनु नपर्ने घटना भएको थियो र त्यसको पार्टीले सोही दिनको बेलुकाको बैठकबाट खण्डन पनि गरेको छ र यो मानव अधिकार उल्लङ्घनको घटनाको छानबिन गरी कारवाही गर्नको लागि राष्ट्रिय मानव अधिकार आयोगमा पार्टीले निवेदन दिएको बेहोरा यहाँहरू समक्ष म अनुरोध गर्न चाहन्छु। राष्ट्रिय मानव अधिकारको अध्यक्षज्यूलाई भेट्यौं र यो निवेदन राष्ट्रिय मानव अधिकार आयोग मुलुकको मानव अधिकारको स्थिति सुधार्नको लागि र मानव अधिकार उल्लङ्घनका घटनामा छानबिन गरी आवश्यक कारवाही सिफारिस गर्नको लागि बनेको चाहिँ संवैधानिक आयोग हो र यसले सरकारको निर्देशन मान्नु पर्दैन र सरकारले राष्ट्रिय मानव अधिकार आयोगको निर्देशन मान्नुपर्छ। यो चाहिँ विधि विधानमा भएको कारणले गर्दाखेरि सभापति रवि लामिछानेमाथि भएको मानव अधिकार हननको घटनामा पार्टीको तर्फको निवेदनमा मानव अधिकार आयोगले उचित कार्यान्वयन गर्छ भन्ने हामीलाई लाग्छ। जस्तो यसभन्दा अगाडि पनि चितवन लाँदै गर्दाखेरि तपाईँहरूले यसरी नै निवेदन बुझाउनु भयो, अहिले पनि बुझाइराख्नु भएको छ होइन। यो जब रवि लामिछाने पक्राउ पर्छन् तपाईँहरूको चाहिँ एउटा विज्ञप्ति दिने अनि मानव अधिकारमा बुझाउने जम्मा जम्मी पार्टीको कामै यति हो कि के हो? पार्टीले पार्टीका नेता, पार्टीका सभापति या पार्टीका सदस्यहरू मात्रै नभइकन आम नागरिकको पनि मानव अधिकार हननका घटनाहरू भयो भने कुनै घटनामा तपाईँहरूले तिनकुने घटनामा पनि भनेका छौँ, पार्टीले बोलेको छ। विज्ञप्ति किन बुझाउनु भयो? विज्ञप्ति नै विज्ञप्ति सार्वजनिक गर्ने भनेको विज्ञप्ति बुझाएकै हो। मानव अधिकार आयोगमा किन बुझाउनु भयो? होइन, पहिलो त के भने पहिलो त पार्टीको सम्पूर्ण प्रक्रियामा हामीले गर्नुपर्ने कामहरू गर्छौँ र भनेको सभापतिलाई पक्राउ गर्दा ठुलो मानवीय एउटा अधिकारको हनन भयो, तर त्यहाँ तिनकुनेमा 2 जना मरे, कतिजना अहिले घाइते छन्, उहाँहरूप्रतिको चाहिँ तपाईँहरूलाई त्यो सेकेन्डरीमा पर्यो। त्यो सेकेन्डरीमा छैन, त्यो पनि प्राथमिकतामा छ। त्यो विषयमा हामीले चाहिँ यो यस्तो हुन्छ, यो कहिलेकाहीँ के हुन्छ भने हाम्रो क्षेत्राधिकार किनभने पार्टीको चाहिँ सभापति भएको कारणले पार्टीको क्षेत्राधिकारमा पर्छ र पार्टीको क्षेत्राधिकारमा हामी जाने र आम नागरिकको मानव अधिकारको रक्षाको लागि र सरकारले मचाएको वितण्डा विरुद्ध त हामीले आवाज उठाइराखेका छौँ र त्यो विरुद्ध बोलिराखेका छौँ। मैले यहाँले उठाएको जिज्ञासासँग मैले थोरै जोड्न चाहेँ। 15 गतिको घटनामा जे घटना भयो यो राज्यको तर्फबाट अत्याधिक धेरै दमन भएको हो, शक्तिको अत्याधिक धेरै दुरुपयोग गरेर नेपाली जनतालाई गोली हान्ने काम भएको छ। त्यसको घोर भर्त्सना गर्दै तत्कालै हामीले त्यतिखेर घाइतेहरूलाई खोजी हस्पिटलमा राखेको छ। खोजी हामीले भेट्न गएको कुरा यहाँलाई अवगतै छ र त्यही बेलुका सरकारलाई खबरदारी गरेर उच्च स्तरीय न्यायिक छानबिन समितिको माग गरेको यहाँलाई जानकारी नै छ। सरकारले त प्रतिनिधि सभालाई मात्र होइन, देशलाई, राज्यलाई कसैलाई पनि उसले दायित्व सम्झेन। आफूले घाइते बनाएका, गोली हानेर घाइते बनाएका कति नागरिकले घाइते बनाएर तिनीहरूको उपचार गरिरहेको छ कि छैन भन्ने कुरा त उसले आफ्नो दायित्व पनि सम्झेन र तिनीहरूको वास्ता पनि गरेन। तर हामीले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट माननीय सुविधा गौतम, माननीय डाक्टर चन्दा कार्की र म सहितको टोलीले राति 11 बजीसम्म हामीले 2टा हस्पिटलमा, सिभिल हस्पिटल र
ट्रामा हस्पिटलमा भएका 4 जना घाइतेलाई गोली लागेका घाइतेलाई भेटेर प्रत्यक्ष भेटेर उहाँहरूको अवस्था बुझेर सरकारलाई हामीले त्यतिखेर खबरदारी गरेका छौँ र सरकारलाई भेटेर पनि यो विषयमा खबरदारी गरेका छौँ। पार्लियामेन्ट बन्द गरिसकेको अवस्था हुँदाखेरि सरकारसँग भेटेका कुराहरूलाई सबै कुरा यहाँहरूसँग बाहिर नआएको हो। यद्यपि हामीले 15 गतिका घटना मात्र होइन, 15 गतिभन्दा धेरै अगाडिदेखि राज्य दमनमा उत्रिएको र नेपाली नागरिक विशेष गरी राज्यप्रति र सरकारप्रति सरकारले वितृष्णा जगाएको कारण यो पुस्तालाई एकदमै त्यो आक्रोशित र त्यो आशा नै हराएको अवस्थामा पुर्याउने यो सरकारको विरुद्धमा कहिलेकाहीँ नागरिकले खबरदारी गर्दै गर्दाखेरि खोजी पक्राउ गर्ने प्रकरणको विरुद्ध पनि हामीले बारम्बार खबरदारी गरेका छौँ। यहाँलाई जानकारी छ, यहाँलाई अवगत छ, भोटाइटीमा एकजना काम गर्ने युवालाई सिन्धुपाल्चोकका युवालाई बिना पूर्ति बिना उहाँको दोष उहाँले सोसियल मिडियामा सेयर गरेकै आधारमा उहाँलाई पक्राउ गरेर राखिएको र हाम्रै पार्टीको तर्फबाट माननीय सुमिता बोक्तौँ र मैले त्यहाँ भेटेर उहाँको पक्षमा कानुनी बाटो सबै अवलम्बन गरेर उहाँलाई छुटाउने कामसम्म गरेका कुरा पनि यहाँलाई अवगतै छ। आज हामीले पार्टीको तर्फबाट यो राष्ट्रिय मानवाधिकार आयोगमा यो विज्ञप्ति बुझाउँदै गर्दाखेरि शीर्ष सभापति रवि लामिछानेज्यूका मात्र कुरा गरेका छौँ। समग्र नेपाली जनतामा 2 सरकारले जुन दमन र जुन प्रवृत्ति देखाइरहेका छ त्यसका सबै विरुद्धमा हामीले उहाँसँग कुरा राखेका छौँ र आज शीर्ष सभापति रवि लामिछाने एउटा शक्तिशाली व्यक्तिको विरुद्धमा मात्र सरकारले यसरी उत्रेको विषयमा हामीले कुरा उठाएका छैनौँ। प्रत्येक नेपाली नागरिकको मानवाधिकार रक्षाको लागि र मौलिक हकको रक्षाको लागि राज्यले तयार गरेको अर्को एउटा निकाय मानवाधिकार जस्तो संस्थाले यसमा हस्तक्षेप गर्नुपर्छ, काम गर्नुपर्छ। होइन भने अन्तर्राष्ट्रिय मानवाधिकारको पक्ष राष्ट्र र यस्ता थुप्रै अन्तर्राष्ट्रिय कानुनहरूमा हस्ताक्षर गरेको पक्ष राष्ट्र हुने एकातिर र अर्कोतिर आफ्नो देशमा चाहिँ मानवाधिकार बारम्बार उल्लङ्घन गरिराख्ने र नागरिकको मौलिक हक पनि उपयोग गर्न नदिने गरी सरकारको जुन प्रतिशोधपूर्ण व्यवहार देखाएको छ त्यसलाई सिर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेज्यूसँग मात्र जोडेर होइन, प्रत्येक नेपाली नागरिकको मानवाधिकार सहित उसको हक अधिकारको सुरक्षाको लागि हामीले आज राष्ट्रिय मानवाधिकार आयोगमा माननीय अध्यक्षज्यू सहित सबैलाई यो विषयमा खबरदारी गरेका छौँ। मेरो एउटा अन्तिम प्रश्न नि, यो संवैधानिक निकायहरूमा खुल्ला राजनीतिक भागवण्डमा हुन्छ। अब यहाँ पनि कुन दलको कुन नेताको मान्छे परेका छन्, तपाईँहरू यसको विरोध त गर्नुहुन्छ। अहिले चाहिँ अपेक्षा छ त अनि कुनै एउटा राजनीतिक दलको एउटा अमुक पात्र भएको ठाउँमा आएर तपाईँहरूकै भनाइअनुसार है आएर यसरी विज्ञप्ति बुझाउँदै गर्दाखेरि माग सुन्ने होला, निष्पक्ष होला भन्ने ड्यू प्रोसेस अफ ल, यो कानुनी शासनको प्रत्याभूति गराउने जिम्मा राज्यको हो। केही कुरा नभएको कारण यो पुस्ता राजनीतिमा उपस्थित हुनु परेको कुरा यहाँलाई हामीले एकदमै जानकारी गराइरहेका छौँ। डे 1 देखिको हाम्रो प्रयास भनेकै कानुनको प्रत्याभूति गराउने, सुशासनको पाटोमा काम गरेर राज्य चाहिँ लागि पर्नुपर्छ भनेर हामीले गरेको खबरदारी भनेकै र यो व्यवस्थाभित्र अवस्था सुधार गर्नको लागि हाम्रो खबरदारी हो। हामीलाई पनि के लाग्छ भने हेर्नुहोस्, राष्ट्रिय मानवाधिकार आयोगको बिल्डिङ जहाँ भवन जीर्ण भएको कति वर्ष भयो, आजका सिटिङ प्राइम मिनिस्टर प्रधानमन्त्रीज्यूले कतिचोटि यो भवन अगाडि आएर उहाँले भाषण गर्नुभएको होला। देशको मानवाधिकार र जनताको मानवाधिकार रक्षा गर्ने र उहाँहरू पनि लड्दै गर्दाखेरि उहाँको पक्षमा लडिदिने मानवाधिकार आयोगको भवन स्वयं जीर्ण हुँदै गर्दाखेरि कहिलेचोटि उहाँले प्रतिबद्धता जाहेर गर्दै गर्दाखेरि पनि यो संस्थाको मानवाधिकार आयोगको राष्ट्रिय मानवाधिकार आयोगको इन्फ्रास्ट्रक्चर भौतिक संरचना त सुधार गरेको छैन भने यो पक्षमा निर्णयलाई काम गर्नुहुन्छ भने त हामीलाई लाग्दैन। होइन, प्रश्न के हो भने हामीलाई लाग्दैन। यद्यपि ड्यू प्रोसेस अफ ल हामीले फलो गर्दैनौँ भने र यो संरचनालाई जवाबदेही बनाउँदैनौँ भने, निकायलाई जवाबदेही बनाउँदैनौँ भनेर हामीले यहाँ निवेदन दर्ता गर्दैनौँ भने यहाँ निवेदन त उनीहरूले काम गर्ने बाटो हुँदैन। हामीले निवेदन दर्ता गराइसकेपछि निवेदन उप उहाँहरूले कस्तो कारबाही प्रक्रिया अगाडि बढाउनुहुन्छ भोलिका दिनमा हामीलाई खबरदारी गर्नको लागि, छोरीखोजी गर्नको लागि यो ड्यू प्रोसेस अफ ल पनि हो। विश्वास छ कि छैन भन्ने भन्दा पनि यो कार्यान्वयन हुन्छ कि हुँदैन र साँच्चै दलीयकरण गर्ने प्रक्रियामा राष्ट्रिय मानवाधिकार आयोग जस्तो संस्थालाई पनि दलीयकरण गरेको छ कि छैन भन्ने कुराको यतिखेर छानबिन गर्ने जनताले हेर्ने बाटो पनि मैले प्रश्न गर्ने समय पनि हो। हामीसँग भएको संयन्त्रहरू विश्वास नगर्ने हो, हामी जानेका त्यो कारणले गर्दाखेरि विश्वास नहुने हो त हामी आउँदैनौँ। विश्वास छ र यदि काम गर्न सक्दैन राष्ट्रिय मानवाधिकार आयोगले भने पनि यसलाई काम गर्न सक्ने एउटा संयन्त्रको रूपमा विकास गर्ने पनि हामी राजनीतिक दलको जिम्मेवारी हो नि त। त्यो कारणले पहिला हामी निवेदन दिएका छौँ, यसमा खबरदारी गर्छौँ, यसको पछाडि लाग्छौँ र त्यस पछाडि यदि यसले काम गर्न सक्ने अवस्था रहेन भने यसको सुदृढीकरणको लागि पनि अझ काम गर्छौँ। केही चाहिँ हाम्रो प्रमुख जस्तो कुनै घटनाको पीडित तपाईँ पनि हो, तपाईँको पनि त अधिकारको हनन भएको छ। केवलको उहाँ हो, तपाईँको पनि गाडी चलाइएको थियो तिनकुने घटनामा चाहिँ तपाईँको पनि मानव अधिकार हनन भएको छ। स्वाभाविक रूपमा राज्यले त्यसको अनुसन्धान गरेको छ। मान्छे पक्रेर
कुरा आएको छ। र मेरो विषयमा डिटेल पनि दिएको छ, मेरो घटनाको विषयमा पनि। अनि मानवाधिकार चाहिँ अलिक फरक, जब राज्यबाट मानवाधिकारको हनन हुन्छ त्यति बेला हामी यस्ता संरचनाहरूमा आउने हो। मेरो घटना चाहिँ एउटा हुल हुज्जतमा त्यो सरकारले गरिरहेको छ, मसँग सम्पर्क पनि गरेको छु, मैले समाजमा भनेको यस्तो संरचनाले